100 दिनभित्र सहकारीमा रकम जम्मा गरेका र रकम फसेकाहरूको पैसा चाहिँ हामी सानाहरू उनीहरूको फिर्ता दिन थाल्छौँ। त्यहाँनिर राज्य कोषको त चरम दुरुपयोग गर्न लाग्नु भएको रहेछ होइन? त्यो हुँदैन नि त्यसरी। कहाँबाट आउँछ त्यो पैसा? त्यो प्यारलली हेर्नुहोस् न, हामीले तपाईँको जसको जफत गर्नुपर्ने छ, जसको त्यो भ्रष्टाचारीहरूको जसरी सम्पत्तिहरू लिएर आउनु पर्ने छ, भ्रष्टाचारतिर नजानुहोस् न, म सहकारीको कुरा गरिरहेको छु। कहीँबाट त ल्याउनु पर्यो नि त, कहीँबाट त ल्याउनु पर्यो नि त। जसले खाएको त्योबाट ल्याउनुहोस् न, खाएकोले त्यहाँ पनि ल्याउँछौँ, त्यो त गर्छौँ, त्यो त गर्नै पर्छ। त्यहाँ गर्छौँ, कहाँ हुनुहुन्छ? खोजेर ल्याउँछ। कहिले? त्यो अब उहाँ प्रहरीको जिम्मा छ। यस्तो गृहमन्त्री जो राति पनि सुत्नुहुन्न, सुते नि सोफामा सुत्नुहुन्छ, अब त खोजेर ल्याए भयो नि। ल्याउँछौँ कि जीवी राई ल्याउँदाखेरिमा तपाईँहरूको भण्डा फुट्छ? जीवित हुनुहुन्छ नि उहाँलाई ल्याउँछौँ, जीवित हुनुहुन्छ नि उहाँ ल्याउँछौँ। व्हाट अ क्वेसन। तपाईँलाई शङ्का छ? पुकारजी पुकार बमले नसोचिकन केही कुरा बोल्दैन। तपाईँलाई शङ्का छ? He may not be alive। अब यो कुरा तपाईँले कस्तो संवेदनशील होइन, यस्तो मैले भने उहाँलाई कतिसम्म हामीले के कुरा थाहा पाएको थियो, जीवी राईलाई यदि जीवी राई नेपाल आउनुभयो या उहाँ चाहिँ भयो भने तपाईँका धेरै शीर्षस्थ नेताहरू, 46 पछिका धेरै शीर्षस्थ नेताहरूको उठीवास हुनेवाला छ। रवि लामिछाने सहितको त्यो होइन, उहाँ नै हो पार्टनर? होइन, उहाँ नै हो पार्टनर? पार्टनर होइन उहाँ? जीवी राईको पार्टनर होइन उहाँ? त्यो फरक पाटो हो। पार्टनर त हो नि, फरक पाटो हो, पार्टनर त हो नि। म मान्दिनँ त्यसो। तपाईँले नमानेर हुन्छ र कम्पनी रजिस्ट्रार कार्यालयले मान्छ? कम्पनी रजिस्ट्रार कार्यालयमा उहाँसँग जोडिएका 46 पछिका जसले बदमासी गर्नुभएको छ, मैले त्यो सन्दर्भमा चाहिँ भनेको। जीवित हुनुहुन्छ भने चाहिँ उहाँलाई नेपाल ल्याउँछ। ठिकै छ।